ल सम्पूर्ण फेसबुक इष्टमित्रहरूमा सबैमा शुभ प्रभात, दर्शन एन्ड नमस्ते। आज मिति 2081 साल कार्तिक महिनाको 26 गते। आज मर्निङ टाइममा करेसाबारीमा हल्का यसो आलु रोपाइँ गर्ने भनेर, आलु लगाउने भनेर यसो तयारी गरिसकेको छ। अब केही छैन भने आलु लगाउने कार्यक्रम सुरु हुन्छ। र यहाँ हाम्रो घरको मुलीले मललाई अलि मसिनो गर्दैछ। यो कुखुराको मल हो, अलि उ भएको रहेछ, जमेको रहेछ, त्यही भएर उहाँले अलि मसिनो गर्दैछ। जे होस्, अब यहाँ खनेर रेडी बनाएको छ बारी। एकछिनपछि हामी आलु लगाउनलाई सुरु गर्नेछौँ। ल यस प्रकारले करेसाबारी। ल यो काउली बन्द हल्का यो प्रकारले छ यहाँ करेसाबारीको। यहाँ यो धनिया कति राम्रो भएको छ, लसुन, सिमी, सिमी सानो बुट्टा भयो भने मजाले फलेको छ। जे होस्, ल यता पनि फलेको छ, सिमीहरू मजाले फल्दैछ। आफूलाई खानालाई यसो हल्का भइहाल्छ। ल अब हामीले केही क्षणमै यहाँ आलु लगाउँदैछ, मल मसिनो गर्दैछ। ल थ्याङ्क यू भेरी मच मेरो यो भिडियोलाई तपाईँहरूले लाइक, कमेन्ट एन्ड सेयर गर्नुहोला। थ्याङ्क यू भेरी मच। यो मैले युट्युब च्यानलमा हाल्नेछु मेरो, तपाईँहरूले लाइक, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला। धन्यवाद।